कुलमानजीलाई घात गर्यो। झुट चाहिँ बोल्नु हुँदैन, किनभने उहाँ जतिको नेता निबेको चिममा बसेर कुरा नगर्दिन र उज्यालो चिममा बसेर कुरा गर्दिन अनुरोध गर्न तपाईँले चाहन्छु। घात गर्नुभयो, बन्धक बनाइदिनु भयो, 12 दिनसम्म बन्धक बनाउनु भयो। उहाँले उपसभापति माग्नुभयो, हामीले उपसभापति ससम्मान उहाँलाई स्वागत गर्न चाह्यौँ र हामीले लिखित रूपमा सही गर्यौँ। हामीलाई बन्द सूची बुझाउन ढिलो भयो, छिटो पठाइदिनुहोस् भनेर भेट्ने, कुरा गर्ने, फोन गर्ने म हो, राति 2 बजीसम्म बसेर मिटिङ गर्ने म हो। त्यस कारणले मसँग चाहिँ इभिडेन्स हुन्छ, त्यस कारणले इभिडेन्समा बोल्छु। उहाँलाई स्वागत छ, उहाँसँग म जहाँ बसेर पनि संवाद गर्न तयार छु। कहाँनिर चाहिँ रासोपाले कुलमानजीलाई घात गर्यो उहाँले भने बमोजिम, कहाँ चाहिँ तपाईँहरूले कुरा मिलाउन सक्नु भएन? मैले जहिले पनि भन्ने गरेको एउटा भाषा के छ भने लचकता त्यहाँसम्म लच्किन सकिन्छ जहाँसम्म आफू भाँचिँदैन। त्यस कारणले उहाँसँग म निरन्तर धेरै पटक भेटघाट गर्ने व्यक्तिमध्ये म पर्छु। त्यस कारणले हामीले उहाँसँग जुन सम्झौता गरेका थियौँ पेपरमा लिखित रूपमा, त्यो उहाँकै उपस्थितिमा गरेको हो। त्यो पेपरमा जे भनिएको छ त्यसमा न हिजो न आज न भोलि हामी कहिले पनि त्यसबाट तलमाथि हुँदैनौँ। रासोपा हुन सक्दैन, रासोपाको आदरणीय पार्टी